श्रीमान सचिवज्यूहरूलाई के पनि निवेदन गर्छु भन्दाखेरि अलिकता हाम्रो मन्त्रालय अन्तर्गत परेका उजुरीहरू के छन्, हाम्रा चुनौतीहरू के छन् भन्ने हामीले एउटा खालको सिस्टममा जान सक्यौँ भनेदेखि नीतिगत हिसाबबाट सुधार गर्नुपर्ने चिजलाई पनि हेरौँ हामी। अनि उजुरीहरू कस्ता प्रकृतिका आछन् होइन, कहिलेकाहीँ उजुरीलाई हामीले नकारात्मक लिनु पर्दैन, किन त्यो भनेको हामीलाई मार्गदर्शन पनि हुन सक्छ। कहिलेकाहीँ सरकारले नदेखेका कुराहरू उजुरीहरूले पनि देखाइदिन्छ होइन। सो त्यो चिजमा पनि म श्रीमान सचिवज्यूहरूलाई के रिक्वेस्ट गर्छु भन्दा एटलिस्ट यसको पनि हामी अलिकता बिस्तारै हाम्रोमा भएका जटिलताहरूलाई कसरी बिस्तारै पन्छाउँदै लाने। अब जेन्युइन नै जटिलता छ भने त्यो अब अप्राकृतिक जटिलताहरूलाई त फेरि हामीले गर्ने पनि कुरा हुँदैन। बट यो चिजहरूलाई पनि हामी अलिकता एउटा एकदम राम्रो डेमोक्रेटिक प्रोसेसको हिसाबले पनि उजुरी चुनौतीहरू के कस्ता छन् के छ भनेर बरु एउटा कार्यदललाई बनाउने। एउटा कुरा म कानुन शाखाका साथीहरूलाई के पनि रिक्वेस्ट गर्छु भन्दाखेरि सुशासन ऐनले हामीलाई दिएको अधिकारबाट हाम्रो मन्त्रालयमा पनि 3-5 कतिजनाको हुन्छ एउटा सुशासन समिति चाहिँ हामी गठन गर्छौँ। त्यसको लागि कानुनका साथीहरूले चाहिँ त्यसको तयारी पनि सुरु गर्नुभएको हुन्छ। सुशासन ऐनमा टेकेर त्यसमा जाने। यता प्रशासन हेरिराख्नु भएको श्रीमानलाई चाहिँ म के निवेदन गर्छु भन्दा हाम्रोमा चाहिँ वित्तीय सुशासन चाहिँ हाम्रो मार्गदर्शन सिद्धान्त हुनेछ। भइरहेको चिजहरू के छ कस्तो छ भन्ने चिजहरूमा। सो यो कुराहरू मैले पनि अहिले आउटलाइनको हिसाबमा मात्र तपाईँहरूलाई निवेदन गरेँ। यसमा डिटेलमा हामी हाम्रो विभाग अन्तर्गत हाम्रो सचिव साहबहरूले जुन जसरी लिड गरिराख्नु भएको छ त्यसमा डिटेलमा डाइभिङ चाहिँ हामी गरौँला। र यसरी नै म श्रीमान सचिवज्यूहरूलाई पनि के रिक्वेस्ट गर्छु भन्दाखेरि हामीले यसकोलाई यो हाम्रो बैठकको रिजल्टहरूको पनि अडिट गर्न सुरु गरौँ। हामी बस्दाखेरि के छ बहुत जटिलताहरू कहाँ छ कहाँ के छ भन्ने कुरा, कहाँ अड्केको छ केले गर्दा अप्ठ्यारो भएको छ भन्ने कुराहरू खोज्ने हामीले नै हो होइन, अरू ठाउँ छैन। सो त्यसको लागि चाहिँ म तपाईँहरूलाई पनि शुभकामना दिन चाहन्छु। सिँचाइको बारेमा चाहिँ मलाई अझ श्रीमान सचिवज्यूहरूसँग अझ किन भन्दाखेरि हाम्रो सिँचाइका योजनाहरूले हामीले सानो हुँदादेखि सुनेकाहरू पनि कार्यान्वयन हुन नसकेका चुनौती, त्यो मधेस मरुभूमिकरण भइरहेका चुनौतीहरू, जस्तै भनौँ न बाह्र पर्सामा अहिले पनि तपाईँको सुखायाममा पालिकाले ट्याङ्करबाट पानी खुवाउनु परिरहेको अवस्था छ। सो यो चिजहरूमा पनि एकचोटि हामी डाइभिङ गरौँ।